यी देशहरू घुम्ने क्रममा मैले त्यहाँ स्थापित भएर बस्नुभएका कैयौँ नेपालीहरू भेट्ने अवसर पाएको छु र उहाँहरूसँगको कुराकानीबाट म के निष्कर्षमा पुगेँ भने जति पनि नेपालीहरू हुनुहुन्छ उहाँहरू प्राय सबै नै स्वदेश फर्कन चाहनुहुन्छ, आफ्नै मातृभूमि फर्कन चाहनुहुन्छ। केही समयको लागि उहाँहरू आउनुभएको थियो, सङ्घर्ष गर्नको लागि अर्काको ठाउँमा सङ्घर्ष गर्नुभयो, कागज पत्र बनाउनु भयो सोही बमोजिमले। त्यो स्वाभाविकै थियो किनभने त्यस देशमा सङ्घर्षै गर्नको लागि पनि त्यो कागजपत्र अनिवार्य थियो र दिनरात नबनेर खट्नुभयो काममा। अनि त्यस बापत उहाँहरूले चाहिँ धन आर्जन गर्नुभएको छ। अब बाँकी रहेको जीवन चाहिँ आफ्नै देशमा गएर यो धन लिएर गएर त्यहाँ चाहिँ कहीँ कतै लगानी गरेर अथवा ब्याङ्कमा सुरक्षित तालले राखेर चाहिँ बिताउँ, आफ्नो घर परिवार साथीभाइ सबैजनासँग सँगै चाहिँ बिताउँ भन्ने उहाँहरू त्यस्तो चाहना राख्नु हुँदो रहेछ। तर उहाँहरूलाई के कुराले रोकिरहेको छ थाहा छ? यो सिस्टमले। जुन देशमा उहाँहरू जानुभएको छ अथवा हुनुहुन्थ्यो त्यो देशमा एक किसिमको सिस्टमले काम गर्छ, तर आफ्नो मातृभूमिमा सिस्टमले अझैसम्म पनि काम गर्न सकेको छैन। विदेशमा चाहिँ तपाईँको बाटोमा हिँड्दा होस् अथवा एउटा मार्केटमा सब्जी किन्दै गर्दा होस् अथवा प्रशासनिक काम गर्नको लागि प्रशासनमा जाँदा होस्, हरेक ठाउँमा तपाईँ सिस्टम देख्न सक्नुहुन्छ। तर हाम्रोमा के छ? कानुन ठुलालाई नलाग्ने, सानालाई लाग्ने। एउटा प्रशासनिक काम लिएर चाहिँ प्रशासनमा पुग्न पर्यो भनेदेखि यता दौड्या छ उता दौड्या छ गरेर 2 दिन 3 दिन 4 दिन झुलाइदिने। उस्तै पर्यो भनेदेखि टेबल मुनितिरबाट माग्ने। अझैसम्म पनि धुलो धुवाँ त्यत्तिकै। गर्नुपर्ने काम दायित्व आफ्नो के हो त्यो मान्छेले गरेको देखिँदैन। मनोमानी छ, मन लाग्दै छ, जसले जे गर्दै पनि भएको छ। तर त्यस्तो त हुँदैन विदेशमा त। त्यस कारणले गर्दा उहाँहरूलाई डर छ कि आफ्नो जुन बालबच्चा पनि भएको छ, उहाँहरू ठुल्ठुला भइसक्यो होला नि, कोही कसैका सानै छन्, ती सबैलाई लिएर फेरि नेपाल फर्किँदाखेरि चाहिँ कतै त्यहाँको इन्भाइरोमेन्टमा आफूलाई चाहिँ इन्सेक्योर फिल हुनुपर्ने हो कि अथवा यी बालबच्चाको भविष्य चाहिँ यहाँ चाहिँ उज्जवल नहुने हो कि यहाँको यो घम्सा घम्सीमा म जुत्न नसक्ने हो कि। मेरो त अब राजनीतिक नेटवर्क पनि छैन, साथीभाइ पनि म त्यति छैनन्, अहिले सबै कता कता पुगे। त्यति मलाई यहाँको परिवेश पनि थाहा छैन, लगानीको बाटोमा पनि थाहा छैन। मैले कसरी सङ्घर्ष गर्ने त देशमा भन्ने उहाँहरूलाई त्यो पिर छ। यदि त्यो कुरा चाहिँ नेपाल सरकारले एन्स्योर गर्न सक्छ भनेदेखि मलाई लाग्छ लाखौँ नेपालीहरू विदेशमा रहनुभएका स्थापित भएर धन आर्जन गरेर उतै घर गाडी सबै थोक जोडजाम गरेर बस्नुभएका ती सबै नेपालीहरू फर्कनको लागि आतुर छन्। नेपालमा हेर्नुहोस् यति लगानी ल्याउन सकिन्छ। हामी एफडिआई भएन भन्छौँ अथवा फरेन डिरेक्ट इन्भेस्टमेन्ट, होइन, वैदेशिक लगानी, त्यो भएन भन्छौँ। जति पनि हाम्रो यो चाहिँ डायस्पोरा हुनुहुन्छ, नेपालीहरू हुनुहुन्छ विदेशमा, उहाँहरूबाटै मात्रै लगानी उठाउने हो भने पनि अर्बौँ खर्बौँ लगानीहरू चाहिँ नेपालमा भित्राउन सकिन्छ। एउटा मान्छेले सोध्नुहोस् त, ठुलो देशमा मानौँ अमेरिकामै भनौँ कतै एउटा घर किन्न पऱ्यो भने अथवा अस्ट्रेलियामा अथवा अरू देशमा कति लगानी गरेको हुन्छ, होइन? त्यो पैसा चाहिँ तपाईँको नेपाल भित्राउन सक्यो भनेदेखि कति पैसा हुन्छ होला? अथाह पैसा हुन्छ हामीसँग। तर त्यसको लागि त्यो सोच दिने मान्छे खोइ त। मान्छेलाई त त्यही सबै युवाहरूलाई बाहिर खेदौँ, अलिअलि चेतना भएकाहरू सबै बाहिर जाउन्, पढाइ लेखेका पनि सबै बाहिर जाउन्, अब हामी नै मात्रै रजाइ गरिरहौँ, रेमिटेन्स पठाएकै छन् भन्ने खालको मेन्टालिटी जस्तो देखिन्छ हाम्रो नेताहरूमा। अनि हामी दोष दिन्छौँ विदेश बस्ने मान्छेलाई, तपाईँलाई जति भए पनि पुगेको छैन, त्यस कारणले गर्दा तपाईँहरू त्यहीँ हुनुहुन्छ, त्यहीँ रमाइरहनु भएको छ भनेर भन्छौँ। तर त्यो सत्य होइन रहेछ। नपुगेर उहाँहरू त्यहाँ बस्नुभएको होइन रहेछ। फर्किन चाहनुहुन्छ उहाँहरूलाई पुगिसकेको छ। जे जति कमाउनु भयो
जे जति कमाउन सक्नु भएन त्यहाँ कागजपत्र पनि बनेको छ त्यतैको, त्यो सबै थोक छोडेर तिम्रा कागजपत्र तिमी नै ल्याऊ, म आफ्नै देश फर्किन्छु भनेर फर्किन चाहनुहुन्छ। किनभने त्यो आइडेन्टिटी क्राइसिस हुँदो रहेछ विदेशमा कागजपत्र त भयो, तर न त्यो देशलाई उहाँहरूले फुल्ली ओहो यो त मेरो मातृभूमि, आहा यो देश मेरो माटो मलाई बाँच्न आउँछ, न त्यस्तो गौरवपूर्ण उहाँलाई चाहिँ त्यो चाहिँ महसुस हुन सक्ने रहेछ, न नै त्यो देशले चाहिँ अपनत्व पूर्ण रूपमा ग्रहण गर्न सक्छ कि मेरो नागरिक हो यो फुल्ली भनेर। अनि त्यो कता चाहिँ त्योले भावनामा चोट पुग्ने रहेछ र बरु मेरै देश ठिक थियो, मेरै देश ठिक छ, मेरै मातृभूमि भन्ने खालको हुँदो रहेछ। तर अघि मैले भने नि, सिस्टम नराम्रो भएकै कारणले गर्दा अथवा सिस्टम अनुसार देश चल्न नसकिरहेकै कारणले गर्दाखेरि चाहिँ उहाँहरूले त्यो डिसिजन गर्नलाई नसक्नु हुने रहेछ। नत्र सजिलो छ नि नेपालमा मान्छे ल्याउनलाई। रिटायर्ड लाइफहरू तपाईँलाई थाहा छ, यो अमेरिकाको मान्छेहरू रिटायर्ड लाइफ बिताउनुको लागि यो देशभन्दा बाहिर जान्छन्। अलि सस्तो हुन्छ बाहिर, यहाँ महँगो छ। बाहिर तपाईँको $1,500 एक महिना सजिलैसँग बित्न सक्छ, यहाँ सक्दैन। जस्तै मानौँ मेक्सिकै भनौँ, भियतनाम भनौँ, थाइल्यान्ड भनौँ, होइन बाली भनौँ, अरू देश भनौँ, यहाँका मान्छे गइरहेका हुन्छन्, उतै गएर बसेका हुन्छन्। समरमा मात्रै होइन कि उतै लङ टर्म पनि बसेका हुन्छन्। त्यो किन त्यस्तो हुन्छ भने पैसा छ एक लेभलको, अब 1,000-1,500 खर्च गर्न महिनामा गाह्रो छैन। त्यो 1,000-1,500ले यहाँ केही पनि हुँदैन, बाहिर गयो भने मजाले हुन्छ। हाम्रो देशमा पनि हुन्छ नि, होइन 1,000-1,500 भनेको त तपाईँको 1.5 लाख 2 लाख रुपियाँले एक महिनामा त मजाले ल्याभिस लाइफ बिताउन सकिन्छ नि। हो, यी नेपालीहरू सबैजना त्यो स्टेटमा चाहिँ हुनुहुन्छ, त्यति गर्न सक्ने अवस्थामा। उहाँहरू चाहिँ नेपाल फर्केर लगानी गर्ने वातावरण पाएदेखि लगानी गर्ने, त्यहाँ अगाडि बढ्ने, पाइएन भने पनि अथवा कमाउनै सकेन भने पनि जे जति आर्जन गरिएको छ विदेशमा त्यसैको आडभरमा बाँकी जीवन चाहिँ बिताउने, त्यतिसम्म पनि उहाँहरू मलाई लाग्छ, मैले उहाँहरूकोबाट चाहिँ मलाई लाग्यो भन्दा पनि उहाँहरूसँगको कुराकानीबाट म के स्पष्ट भयो भने त्यो त्यसरी सोच्नु हुँदो रहेछ। तर फेरि भनौँ यहाँको सिस्टम, हाम्रो चाहिँ यहाँको तौल तरिका, यता गए पनि चाहिँ भद्रगोल, उता गए पनि भद्रगोल, केही कुराले काम गरेको छैन। अनि उहाँहरू आफै पनि अब यत्रो वर्ष भइसक्यो, साथीभाइ छरछिमेकी इष्टमित्रबाट टाढिएको, न राजनीतिक लिङ्क छ, बिना फेरि राजनीतिक लिङ्क भोलिको दिनमा आफू त्यहाँ चाहिँ स्थापित हुन सकिँदैन कि अथवा त्यहाँ सर्भाइभ गर्न सकिँदैन कि भन्ने पिर हुने रहेछ। हेर्नुहोस्, सबै मान्छे कुनै न कुनै पार्टीको झोला बोकेर दौडिरहेको छ। टाढाबाट हेर्दाखेरि त्यस्तो सबै त छैन, तर यहाँबाट हेर्दाखेरि जुन किसिमले चाहिँ हाम्रो चाहिँ भनौँ न मिडियामा, सोसियल मिडियामा सबैतिर खालि हरेक दिन, हरेक क्षण, हरेक घडी, हरेक पल राजनीति, यो हेरे पनि राजनीति, त्यो हेरे पनि राजनीति, इष्टमित्र आफन्तसँग कुराकानी गर्दाखेरि पनि राजनीति, जेमा जति बेला पनि राजनीति मात्रै भनेपछि त्यहाँ त राजनीतिकै मात्रै खेती भइरहेको जस्तो सुनिन्छ बाहिरबाट हेर्दाखेरि। अनि त्यो राजनीतिक खेतीमा गएर आफूले फेरि नजानिसकेपछि त भोकै बस्नु पर्ला भन्ने डर हुँदो रहेछ। अब यहाँ चाहिँ यो बच्चाहरू सिस्टममा ग्रो भइरहेका बच्चाहरूलाई त्यहाँ लगेर हाम फलाउँदाखेरि फेरि आफूले चाहिँ केही गर्न सकेन भनेदेखि बच्चाको भविष्य त अन्धकार हुने भन्ने पनि डर हुने रहेछ। त्यस कारणले गर्दाखेरि मान्छे गइरहेको छैन क्या नेपाल। नत्र लाखौँ नेपालीहरू, लाखौँको सङ्ख्यामा हुनुहुन्छ विदेशमा घर जम गरेर बस्नुभएका नेपालीहरू, मनग्गे अर्थोपार्जन गरेर बस्नुभएका नेपालीहरू, टन्नै आफूलाई चाहिए जति पैसा कमाएर बस्नुभएका नेपालीहरू हो। ती सम्पूर्ण नेपालीहरूलाई नेपालमा भित्र्याउने, उहाँहरूसँगै उहाँहरूको स्त्री सम्पत्ति पनि नेपालमा भित्र्याउने र त्यसलाई सही वातावरण दिने, यसको लगानीको लागि चाहिँ राज्यले सोचिदिने, त्यसो गर्न सकेमा वास्तवमै एकदमै ठुलो उपलब्धि हुने थियो जस्तो मलाई लाग्छ।